पिरियडमा रहेको छ, कतिमा चौथो पिरियडमा रहेको छ, हो त हेलोजनै ग्रुप तर चौथो पिरियडमा परिरहेको छ। अनि Na को पनि एउटै नै हुन्छ र यसको पनि एउटै नै हुन्छ, तर जुन चाहिँ हाम्रो Cl छ, Cl पनि कतिमा परिरहेको छ, के Cl 3 मा परिरहेको छ, 3 पिरियडमा। कुन पिरियडमा? 3 पिरियडमा। भन्छ के यहाँ हेर्नु, तत्त्वले तेस्रो पिरियडमा भएको हेलोजनसँग रासायनिक प्रतिक्रिया गर्दा तेस्रोमा भयो क्लोरिन आयो। के आयो? क्लोरिन। त्यसैले क्लोरिन र पोटासियम रिएक्सन भएर बनेको छ यो। त्यसकारणले गर्दा यसको जुन एन्सर हुन्छ यो हुन्छ, यो हुँदैन, यो हुँदैन, यो हुँदैन। एन्सर के हुन्छ? यो हुन्छ है। क्लियर भयो अब कि भएन? थ्यांक यू। अब आउने दोस्रो क्वेशनमा तल दिएको रासायनिक प्रतिक्रिया कुन प्रकारको हो भनेर सोधिएको छ। Zn plus 2HCl इक्वल टू यो बेन्जिन ZnCl2 प्लस के छ H2 चाहिँ यो भएको छ। अनि यो संयोजन भयो कि विच्छेदन भयो कि विस्थापन भयो कि निराकरण भयो। यो के गरेको छ भने यो HCl जुन छ यो Cl बाट चाहिँ के गर्यो, HCl जुन छ यो H चाहिँ के गरेको छ, यसले विस्थापन गरिदिएको छ। त्यसकारणले यो के भयो? विस्थापन भयो। के भयो? विस्थापन भयो। के भयो? विस्थापन। यसको के हुन्छ? आन्सर हुन्छ। अब भन्छ 3 नम्बरको क्वेशन छ, पिरियोडिक तालिकाको कुन ग्रुपमा, पिरियोडिक तालिकाको ग्रुप ए का तत्त्वहरू कुन ब्लकमा पर्छ। अब के भन्छ भने यो यहाँ चाहिँ 2A ग्रुप भनिएको छ हो नि, ग्रुप यो कुन ब्लकमा पर्छ भनेर सोधिएको छ। यसको बारेमा मैले चाहिँ मजाले मैले अघि नै यसको सोलुसन गरेको छु। ब्लक कसरी छुट्याउने, भ्यालेन्सी कसरी छुट्याउने, त्यसको बारेमा तपाईहरुलाई म युट्युब च्यानलमा मैले बनाएर भिडियो हालिदिएको छु। त्यो भिडियो गएर एकचोटी हेर्दा चाहिँ यसको बारेमा छिटो नै थाहा भेटिन्छ। तर यहाँ जुन एन्सर कुन दिनुपर्छ भनेर म भन्न गइरहेको छु, 1A ग्रुप वा 2A ग्रुपमा हुन्छ भने S ब्लक पर्छ। कुन ब्लक पर्छ? S ब्लक पर्छ। कुन ब्लक पर्छ? S ब्लक पर्छ। ठीक छ। यसको बारेमा मैले पूर्ण रूपले यसको बारेमा मैले एउटा सर्ट भिडियो बनाएको छु। त्यो भिडियोमा गएर हेर्दाखेरि कुन तरिकाबाट चाहिँ हामीले ग्रुप छुट्याउन सक्छौं र कुन तरिकाबाट चाहिँ हामीले भ्यालेन्सी छुट्याउन सक्छौं, कुन तरिकाबाट चाहिँ हामीले ब्लक छुट्याउन सक्छौं, इजी तरिका चाहिँ त्यहाँ गएर तपाईहरुले थाहा पाउन सक्नुहुन्छ। थ्यांक यू सो मच। क्षार प्रतिक्रिया गर्दा बन्ने उत्पादित वस्तु नुन र पानी हो कि पानी र ग्यास हो कि अम्ल र क्षार हो कि अम्ल र नुन हो। अम्ल र क्षार जहिले पनि मिल्छ भने के बनाउँछ? नुन र पानी बनाउँछ। के बनाउँछ? नुन र पानी बनाउँछ। जुन बेला कुनै बेला पनि अम्ल र क्षार मिल्यो भने के बनाउँछ? नुन र पानी बनाउँछ। त्यसकारणले गर्दा यो छ प्रयोगशालामा एमोनिया ग्यास बनाउँदा ग्यास जारमा जम्मा गर्नु अघि लाइम टावरमा पठाइन्छ। किनभने यो ग्यासलाई सुक्खा बनाउनको लागि चाहिँ पठाउँछ। के गर्नको लागि? सुक्खा गर्नको लागि पठाउँछ लाइम टावरमा। लाइम टावरमा के राखेको हुन्छ भने क्याल्सियम अक्साइड राखेको हुन्छ। के राखेको हुन्छ? क्याल्सियम अक्साइड, CaO। क्याल्सियम अक्साइड चाहिँ कहाँ राखेको हुन्छ? लाइम टावरमा। कहाँ राखेको हुन्छ? लाइम टावरमा। यो चाहिँ के गर्छ? सुक्खा बनाउँछ एमोनिया ग्यासलाई। ओके, यो क्वेशन नम्बर मोस्ट इम्पोर्टेन्ट क्वेशन छ है। प्रयोगशालामा कार्बन डाइअक्साइड तयार पार्दा कुन उपकरण प्राय उपयोग हुन्छ? सबैभन्दा उपयोग चाहिँ के हुन्छ? प्राय कुन प्रयोग हुन्छ भने वुल्फ बोटल। के हुन्छ? वुल्फ बोटल। वुल्फ बोटल कस्तो हुन्छ भने यसरी चाहिँ हामीले वुल्फ बोटल बनाउन सक्छौं। यो नै के हो? वुल्फ बोटल हो। के हो यो? वुल्फ बोटल। ठीक छ। वुल्फ बोटल युज हुन्छ। बुझ्यो? टेस्टी भयो नि यो।
इन्डिकेटर होइन, हामी के युज गर्छौँ? ओल बोट। के युज गर्छौँ? ओल बोट। तलका मध्ये कुन विधि एमोनिया ग्यासको परीक्षण गर्न प्रयोग हुन्छ भनेको छ क्वेसन हो नि। नि चुन पानी दुधिलो जस्तो भन्ने यो पनि गरिन्छ। नीलो लिटमस पेपर रातो हुने यो होइन, यो गरिँदैन। रातो लिटमस पेपर नीलो हुने यो गरिन्छ परीक्षण सबैभन्दा बढी। मुख्यता डट 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 लाई बाहिर ननिस्किन पाउँदाको कारणले हुन्छ। अब यसमा चाहिँ अक्सिजन छ, नाइट्रोजन छ, कार्बन डाइअक्साइड छ र पानी छ, पानी वाष्प छ। कुन ग्यास चाहिँ ननिस्किँदा? कार्बन डाइअक्साइड। कुन हो? कार्बन डाइअक्साइड ग्यास हो। कुन ग्यास? कार्बन डाइ। इलेक्ट्रोलाइटिक रिफाइनिङ विधि कुन धातु शुद्धिकरणको लागि प्रयोग गरिन्छ? अब इलेक्ट्रोलाइटिक रिफाइनिङ हो कि हो नि, यो चाहिँ यसरी एउटा यो बनाउँ हामी। यहाँ नेगेटिभ, यहाँ के हुन्छ? पोजिटिभ टर्मिनल हामी राखौँ यसमा हो नि। यसमा के हुन्छ भने CuSO4 हुन्छ, यसमा C जुन हुन्छ CuSO4 कपर सल्फाइड हुन्छ है। के हुन्छ यसमा? कपर सल्फाइड। यसमा चाहिँ भने अशुद्धि हुन्छ, अशुद्धि चाहिँ यहाँ बस्छ र शुद्धि चाहिँ के हुन्छ? यहाँ बस्छ। यहाँ क्याथोडमा, कहाँ? क्याथोड, क्याथोड, एनोड, क्याथोड, एनोड, क्याथोड। नेगेटिभमा यहाँ के बस्छ भने सुन। सुन यो विधिबाट जुन गरिन्छ यसै विधिलाई के भनिन्छ भने इलेक्ट्रोलाइटिक रिफाइनिङ, यही विधिलाई भनिन्छ। यसमा चाहिँ सुन शुद्ध सुन चाहिँ के हुन्छ? टाँसिएर बस्छ। अशुद्ध चाहिँ कहाँ हुन्छ? यहाँ हुन्छ, एनोडमा हुन्छ। ठीक छ। ल अब क्वेसन नम्बर बी मा हामी 10 नम्बरमा हो। अर्जेन्टाइटको मुख्य धाउ हो। अब अर्जेन्टाइट जुन छ त्यसको मुख्य धाउको नाम के हो भने चाँदी हो। के हो? चाँदी हो। के हो? चाँदी। चाँदीको मुख्य धाउको नाम चाहिँ के हो? अर्जेन्टाइन हो। के हो? अर्जेन्टाइन हो। ठीक छ। हो यो म सबै क्वेसनलाई 10 वटा क्वेसन बनाएको छु। यहाँ 9 वटा छ, यहाँ 2 वटा छ, अझै चाहिँ हामी बनाएको छु। सबैलाई म एक ठाउँमा राखेर यो अपलोड गर्नेछु। तपाईहरुले लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनु न। म हजुरलाई आग्रह गर्छु, किनभने यस्ता टपिकहरु लिएर म प्रत्येक दिन आइरहन्छु र यसबाट धेरै कुराहरु सिकिन्छ।